अति आदरणीय खेलप्रेमी दर्शकवृन्द, म फोटोग्राफी अफ सिक्किमको अफिसियल कमेन्टेटर साथै होस्ट। यति बेला मसँग फ्रेममा रम्फूको सिनियर सिटिजन मामुन अन्सारीजी हुनुहुन्छ। उहाँलाई हामी फुटबल सम्बन्धी केही कुरा सोध्नेछौँ। विशेष गरी यहाँलाई हाम्रो यस भिडियोमा स्वागत गर्दै, तपाईँले यहाँ रम्फूमा कहिलेदेखि फुटबल हेर्नुभएको? 88 देखि 1978 देखि म चाहिँ नि यहाँ खेलेको। तपाईँ खेल्नु नि भएको? हजुर, 7 साइडमा। पहिला यो ग्राउन्ड कस्तो थियो? यो ढुङ्गै थियो। ढुङ्गै थियो नि। हजुर, अहिले त अब यति राम्रो भएको छ, प्लेयर्सहरू बाहिरबाट आउँछ खेल्छ। पहिला र अहिलेमा कतिको डिफ्रेन्स, कस्तो मजा आउँछ कि आउँदैन तपाईँलाई हेर्नु? एकदम मजा आएको छ। मजा आउँछ है। हजुर। अनि तपाईँ पहिला खेल्नुहुन्थ्यो फुटबल? सोनाखरी टिममा खेलेको। ए, कहाँ खेल्नु भयो तपाईँ? म यही ग्राउन्डमा। यही खेल्नु भयो? 97 मा। अनि तपाईँले यति बेला सुन्दै हुनुहुन्छ, उहाँ पहिलादेखि 88 देखि फुटबल हेर्नु भएको अनि सुनाखरी क्लबबाट नि खेल्नु भएको भनेर हामीले सुनिरहेको छौँ। अनि पहिला यो 7 साइड ढुङ्गा भएको थियो, अहिले एकदमै ग्राउन्ड पनि राम्रो भएको छ। अनि अहिले र पहिलामा चाहिँ खेलाडीहरू पहिला कस्तो खेल्थ्यो, अहिले कस्तो खेल्छ खेलाडीहरू? पहिला चाहिँ गाउँलेहरू मात्रै थियो र अहिले चाहिँ बाहिर घुम्दैछ। गाउँलेहरू खेल्नु पनि पहिला मजा आउँथ्यो है? मजा आउँथ्यो। पहिला तपाईँले जित्दाखेरि कति पाउनुहुन्थ्यो? चिया दोकानमा चिया। चिया दोकानमा चिया अनि समोसाहरू के खानाहरू पाउँछ। पैसा चाहिँ कति दिन्थ्यो? पैसा त यही हो, 1500। बेसी भनेको 1500 है। अहिले त अब 5 लाख 10 लाख दिन्छ नि त। त्यति बेला तपाईँको समयमा त्यो 1500 पनि धेरै हो नि त। बहुत हो नि। बहुत है। हुन्छ, त्यसो भने म धेरै उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँ हामीसँग जोडिनु भयो, रम्फूको वान अफ द सिनियर सिटिजन। अनि उहाँले जहिले पनि यहाँ हामी देख्न पाइरहेको छौँ, जबदेखि हामीले फुटबल रम्फूमा खेलेको देखिरहेको छौँ तबदेखि हामीसँग चाचा हुनुहुन्छ, उहाँले हेर्नुहुन्छ। अनि उहाँले साँच्चै नै फुटबललाई माया गर्नुहुन्छ भन्ने यो एउटा प्रेरणा हो। अनि जतिजनाले हेर्दै हुनुहुन्छ तपाईँहरू पनि स्पोर्ट्सलाई माया गर्नुहोस्, आउनुहोस्, हेर्नुहोस्। यो उमेरमा पनि उहाँले हेर्नुहुन्छ। अनि तपाईँलाई अहिले फुटबल हेर्नु मजा आउँछ है? म कालिम्पोङमा हिजो त आएको। हेरि आउनुभयो। यो जोस अनि यो उत्साह चाहिँ तपाईँको रहेको छ। अनि फुटबलप्रतिको मायाको लागि फेरि पनि तपाईँलाई धेरै धन्यवाद हाम्रो भिडियो बनाउनुको लागि। थ्याङ्क यू सो मच। थ्याङ्क यू।